यहाँ ध्यान दिने राम्ररी क्वेश्चन नंबर 4 को के नंबर क्रिएटिभ सेक्सन क्वेश्चन नंबर 4 को क्रिएटिभ सेक्सन में छ 4 को के यहाँ ध्यान दिनुपर्ने एक्सरसाइज छ x स्क्वायर माइनस 4y स्क्वायर 2x स्क्वायर 5xy plus 2y स्क्वायर into x स्क्वायर माइनस xy बटा x plus y divided y स्क्वायर माइनस xy त्यसपछि 2xy अब म जानु पर्छ अनि यसलाई x स्क्वायर माइनस 4y स्क्वायर यहाँ हामी हेर लेख्यौं यसमा कमन लिने वाला छ भने दिइहाल्नु पर्यो यो y स्क्वायर छ यो y स्क्वायर हो 2x हो यसको मतलब हामी यो अहिले पहिला जस्ताको त्यस्तै हामी लेखौं 5x स्क्वायर 5xy 2y स्क्वायर into x स्क्वायर xy अनि x प्लस y यहाँ इन्टु दिने रेसिप्रोकल मा जान्छौ तलको माथि माथिको तल हुन्छ अनि यहाँ y स्क्वायर x स्क्वायर अब y स्क्वायर x y छ हामी कमन लिने वाला छ भने कमन लिने छैन भने हामी के गरौँ पहिला कमन लिने वाला छ छैन भने फर्मुलामा जाऊ अब x स्क्वायर 2 y को एकचोटी होल स्क्वायर हामी गर्छौं किनकि 4 = 2 * 2 हुन्छ त 2 * 2 भनेको 2 को स्क्वायर एउटा स्क्वायर y को छँदै छ त्यसपछि फर्स्ट इन्टु लास्ट गर्छौं हामीलाई जोडेर पहिला कमन लिने फ्याक्टराइज फर्स्ट इन्टु जोडेर या सबट्र्याक्ट गरेर हामीलाई कति ल्याउनु छ 5 ल्याउनु छ त नम्बर लबालाई फर्स्ट इन्टु लास्ट हामी गर्छौं 2 * 2 भनेको 2 * 2 = 4 त 4xy एउटा xy लाई एड गर्यो भने हामी 5xy पुगिहाल्छ तर मल्टिप्लाई गरेपछि 1 सँग 4 आउँछ यसरी हुन्छ यहाँ भइहाल्छ 2x स्क्वायर माइनस को साइन छ त्यसैले हामी ब्र्याकेट दियौ 4xy प्लस xy प्लस 2y स्क्वायर इन्टु छ यसमा कमन लिने वाला छ हामी कमन लिहाल्छौं x कमन भइहाल्छ x माइनस y यसमा भइहाल्छ x प्लस y इन्टु यसमा पनि हामी कमन लिने वाला छौं हामी कमन लिने वाला छ यसमा कमन लिने वाला छ भने हामी कमन लिने वाला छैन भने जस्ताको त्यस्तो 2 माइनस y त्यसपछि यसमा कमन लिने वाला छ y लिहाले y माइनस x अब यसलाई हामी के गरौँ a स्क्वायर माइनस b स्क्वायर को फर्ममा जान्छौं a स्क्वायर माइनस b स्क्वायर को फर्ममा जान्छौं त a प्लस b भनेको 2x इन्टु त्यसपछि के भइहाल्छ x माइनस 2y a स्क्वायर माइनस b स्क्वायर को फर्ममा अब यो 2x स्क्वायर ब्रैकेट को चिन्ह हटाएपछि साइन चेन्ज भइहाल्छ यदि यो ब्रैकेट हटाएपछि प्लस त माइनस त प्लस भइहाल्छ प्लस 2y स्क्वायर इन्टु छ इन्टु हामी लिहाल्छौं यहाँ x माइनस y जस्ताको त्यस्तै x प्लस y जस्ताको त्यस्तै हामीले के गरौँ यसमा हाम्रो कमनै आउने वाला छैन यसमा कमन आउने वाला छैन एकचोटी हामी बुकमा हेरौँ क्वेशन छैन यसमा कमन लिने वाला छैन तर यसलाई हामी के गर्न सक्छौं पहिला x हुन्छ तब नि y हुन्छ त x हुन्छ तब y हुन्छ त हामीले के गरौँ यो 2x माइनस y त्यसमा के भइहाल्छ माइनस x प्लस y यो माइनस हामी अगाडिमा कमन लियौं अगाडि त यो माइनस सँग फेरि हामी गुणा गर्छौं यो माइनस सँग गुणा गर्छौं त प्लस त माइनस तर माइनस अगाडिमा रहिरहन्छ त माइनस अगाडिमा रहिरहन्छ त्यसपछि हामी अर्को स्टेपमा यो अलिकति हेरौँ है अब यसलाई x प्लस 2y इन्टु x माइनस 2y अनि यसमा हामी कमन लिन्छौं कति 2x कमन लिन्छौं त
2x कमन लिन्छु त x माइनस y 2x कमन लिनु भने x माइनस 2y x माइनस 2y हुन्छ किनकि 4 छ त्यहाँ त x माइनस 2y हामी यसमा अब कमन लिन्छौ y के कमन लिन्छु माइनस y यहाँ भएर छ x माइनस 2y प्लस माइनस माइनस हुन्छ इन्टु x माइनस y इन्टु x प्लस y इन्टु अब यसमा इन्टु को साइन दिने प्लस माइनस हामीले माइनस गर्छौं यहाँ अनि 2x माइनस y माइनस को साइन यो माइनस माइनस सँग गुणा गर्छ त भइहाल्छ के x माइनस y अब यसको योसँग हामी काटिदियौ यसको योसँग हामीले काटियौ कटिसक्यो भने यहाँ माइनस छँदै छ त्यसपछि यसमा के भइहाल्छ बाँकी रह्यो के यहाँ इन्टु x प्लस 2y अनि यहाँ भन्छ x माइनस 2y बटा यसमा 2x माइनस y यसमा भन्छ x माइनस 2y इन्टु अब यसमा बाँकी बस्यो इन्टु x प्लस y इन्टु बाँकी माथि कति छ 2x माइनस y बटा यहाँ माइनस y बाँकी बस्यो हेर यसको यो छ नि यो 2x यसको योसँग कटिहाल्यो ठीक छ यसको योसँग कटिहाल्यो x माइनस 2y को 2y सँग कटिहाल्यो ठीक छ अब बाँकी बस्यो के x प्लस 2y बाँकी बसेको छ यहाँ लेख्ने x प्लस 2y माथिको माथिसँग गुणा गर्छु इन्टु x बटा तल बाँकी बस्यो के x प्लस y माइनस y इन्टु x प्लस y यो यस्तै लाग्ने आन्सर त्यही पनि हुन्छ एकदम साह्रो छ